हाई गाइज, यो चाहिँ सेकेन्ड डे हो म घर आएको। अनि के अरे हाई गाइज गुड मर्निङ भन्ने बिर्सेको क्या। यो चाहिँ सेकेन्ड डे हो म घर आएको। अनि हिजो चाहिँ मैले ल्याङफ्याङ गरेरै दिन बिताएँ। बिहान यतिकै गयो, खानासाना पकाएरै गयो। अनि दिउँसो चाहिँ आफ्नै थियो, अनि त्यहाँ पनि खाजासाजा के गर्दा दिन सक्यो हो। अनि आज चाहिँ मेरो बिहान दिउँसोकै पर्म छ क्या। यहाँ आज बिहान रोप्ने रे बिहान दाइ भाउजूको छ। अनि दिउँसो चाहिँ आफ्नै घरको मूल घर होइन, तर मेरो आफ्नै घर हो। मेरो मामजेठीहरूकोमा छ। अनि त्यहाँ जानुपर्ने हुन्छ। अनि के गाइस, मैले रे मेरो के अरे हात दुख्यो। मेरो खुट्टा कस्तो दुखिरहेको पैताला। त्यो हिजो खाली खुट्टै हिँडेको थिएँ एकछिन, मैले भनेँ नि है हिजोकै भक्कमा पनि त्यो पनि कस्तो दुखिरहेको। बिहान उठ्दा त ओहो नै भएको थियो। अब म गएको मेरो स्टार्ट भएको छैन रहेछ भने मैले थाहा पाएँ। पहिला चाहिँ म ढिलो आइपुगेको थिएँ, अहिले चाहिँ छिटो आइपुगेपछि उ त्यहाँ बस्दै हुनुहुन्छ साथीहरू। अब त मलाई फेरि भ्लग बनाउनु नि लाज लाग्छ कि। रोप्ने बेला त कसै खिचिदिँदैन, आफै खिच्नु पाइँदैन। यस्तो बाटो हिँड्नुपर्छ के गर्नु। उहाँको पर्म आज चाहिँ गर्ने कम त जब लुङ्गु छ त नि। अब चाहिँ हाम्रो सक्यो भन्दा नि अब खाजा खाने बेला भयो। हुनु त यस्तो यहाँ पछाऱ्यो भने मेरो जिन्दगी पछारिन्छ। गाइज, आजको मेरो धान रोप्ने दिनको खाइस गाइज। मेरो लुगा चाहिँ यस्तो छ है, जर्सी ज्याकेट टी सर्ट। ज्याकेट चाहिँ मैले किन्दा भने घाम लागेन अहिले चाहिँ धन्न, नत्र कत्रो घाम लाग्थ्यो। काली हुन्छ, काली भन्दाले नि कलर चेन्ज हुन्छ क्या, त्यसलाई के भन्छ बिर्से। अब यस्तो चाहिने बेला चाहिँ याद आउँदैन। लोकल भ्लग हेर्नुहोस् खै तल जाउँ। हामी रोपारहरूको भर्खर खाने बेला भयो। आधी बाउसेले खाएर गइसकेन्, आधी बाउसे हुनुहुन्छ। मङ्गाइले हेलो गर्नु, हेलो गर्नु बाबा। खाजा हाम्रो उहाँको अनुहार देख्यो भने त फेरि चिकन फाल्नु पर्यो। तर बच्चामा भएको बेला त त्यसै टाल्थ्यो अरे उता पनि। फाइनल्ली बिहानको पर्म सकियो गाइस। अब गएर खलाप खलोप डल्लै भात निलेर अर्को पर्म जानुपर्ने हुन्छ। अब चाहिँ यत्रो हामी माथि सकेको मेलो। अब तल चप्पल छोडेर तल चप्पल त लिनु जानु पर्यो। लाइफमा अप्स एन्ड डाउन्स आउँछ भनेको होइन, हाम्रो त पर्म गर्दै अप्स एन्ड डाउन्स आउँछ। कहाँ जाऊ? म त यो तेर्सो त्यो छ नाटक नगर न गाइज। बिहानको पर्म सक्यो। अनि अहिले चाहिँ म डेको हिँड्दैछु। मेरो लुगा के भएको यस्तो, अनि मेरो कपाल हेर्नुहोस्। अनि चिउरा खाएको नि त 10 बजीतिरै। अनि खाजा खाथ्यौँ, अनि आएर खाना खान रुचेन। अनि वाइ खाँदैछु। अब जाँदैछु, नजिकै छ। अनि कस्तो थाकिरहेको छु तर म। घरको जेठो छोराले साउँदै हुनुहुन्छ त्यहाँ। अनि अरू चाहिँ कोही आउनु भएको छैन। यही हो मेरो दोस्रो घर चाहिँ। अनि हाम्रो बोजू, मेरो मूल घर उत्यो हो भने मेरो दोस्रो घर यो हो। अनि सबैभन्दा अगाडि चाहिँ म आइपुगेको छु। कोही पनि छैन क्या त्यहाँ।
माइक्रोवेभ छ, त्यही भएर म यहाँ बसिरहेको छु। अब एकछिन बस्छु अनि त्यहाँ धान रोप्नु जानुपर्ने हुन्छ। हस् कति देखेँ म? गाइज म चाहिँ यहाँ बसिरहेको छु अनि बाउसे आले कोटे, ओइ बाउसे भने के हो? कोटे आले फ्याउरे कोही आएको छैनन् अनि त्यहाँ दाजुले सुनाउँदै हुनुहुन्छ। अनि उहाँको कुरा छोडिदिउँ, उहाँको कुरा नसुनौँ होइन। अनि म चाहिँ सबैभन्दा अगाडि आइपुगेको यहाँ। अनि मैले चाहिँ भात थोरै खाएँ अनि म चाउचाउ खाँदैछु। हजुर उल्टी फुल्टी किन आएको? गाइज अब मलाई चाहिँ बोलायो दाजुले, म गएको। हस् बाई बाई। होइन बाई बाई होइन, म अहिले फेरि भेट्छु तपाईँहरूलाई। हस् के हो यस्तो बिजोग मेरो त। किप अन वाचिङ। ए गाइज अनि बिर्सेछु, अघिको रोपाइ सुरुको रोपाइमा चाहिँ मैले तपाईँहरूलाई देखाउनु पाइनँ किनभने त्यो चाहिँ अरूको रोपाइ हो। अब यो रोपाइ चाहिँ मेरो आफ्नै रोपाइ हो। अनि यो रोपाइ चाहिँ मेरो आफ्नै रोपाइ भएको कारण मैले भिडियो बनाउन सक्छु अनि बनाइदिनुहुन्छ पनि। अनि त्यसपछि दाजुले भिडियो बनाइदिनुहुन्छ, म रोप्छु, म नक्कल पार्छु, सबै गर्छु। मेरो गाउँ दाजु मैले तान्नु न, मेरो दाजु हाई गर्नु, देख्नु त भयो नि। ए फेरि हाम्रो लाफिङ बुद्ध अलि ठुलो ज्यानको हुनुहुन्छ कि देख्नु गाह्रो हुन्छ के। अब बुझ्नुहुन्छ होला, मजाले समाउनु है। अब अर्को सिङ्खु दाजु देखाउँछु। अनि अब चाहिँ हाम्रो रोप्ने बेला पनि हुनु लाग्यो। उहाँ भइसक्छ हाम्रो सिङ्का दाजु। पातलो छ क्या, यत्रो छ। उहाँ लाफिङ बुद्ध मात्र अलि मोटो, यो र कान्छा त पातले छ के। उहाँलाई चाहिँ यसो हाई गर्न लाउँदै भिडियो बनाउनु पर्दैन। उहाँ चाहिँ आलु लाउँदै हुनुहुन्छ। अब म फ्याउरे गर्छु। हस् हेर्दै गर्नुहोस्। गाइज होइन, अब यस्तो साइलेन्ट भिडियोमा म्युजिक हालौँ भने के भन्छ कपिराइट लाग्छ। अब मै बोले सुन्नु ल मेरो धुन ला 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 ला। उहाँ म्याडमले चाहिँ मलाई आफ्नो ल्याइदिनु भएको। ए हाम्रो आज पर्मेलीहरू यति नै हो साथीहरू। ल छिटो। हाई गाइज, आउनु धान रोप्न। त्यतिकै बस्नु। झरियो चाहिँ कान्छी। हेलो गाइजको बुद्ध
गाइस मैले 3 दिनपछि एप दिएको हुँदैन तैँले मलाई बोक भन्ने ओहो तँलाई बोक्नु पर्ने ओहो अलि कति के ओहो लु हिँड्न भो माइके चिप्लेर लडियो भन्छ है मेरो फोन नफुटोस् अरु जे भयो नि तेरो घुँडा चाहिँ हे चिरिप्पै हो हजुर ओलाई बिहाका कुर पर्ने ओम नरे कुर बस्दा ए सिन्दुरे पस्छ यस्तो झ्याङ घुर्यानमा लिएर आयो माइलाले ओ कहाँ हो बाटो ले कहाँ पस्यो यार म यो जलुका हैन अस्ति मारिउमा लाफिङ बुद्ध कति कराको आजकल मेरो फोनको क्यामेरा कति मन पर्न थालेको मलाई बोकेको उसको सिगा नै निस्को तेरो ल अब हामी मेलो सुरु गर्नु आँटेको गाइस खाजा खाइसकेर किप वाचिङ अब के हुन्छ अब चाहिँ मेलो सरासर सराउनु पर्ने हुन्छ त्यहाँदेखि सरक्क त्यहाँ तलसम्म अरे अब मेरो अनुहार त यस्तो पो रहेछ मलाई थाहै थिएन धान रोपेको हो नि त गाई चाहिँ यतिको त ठिकै